Hello, good morning everyone. Happy New Year in advance सबैजनालाई। अन्त म चाहिँ साथीभाइ हो, हिजो दार्जिलिङ आएको थिएँ है। दार्जिलिङ आउँदाखेरि चाहिँ म घरबाट हिँड्दै अलिकति ढिलो भयो। दार्जिलिङ हिँड्दै हिँड्दै म हिजो दार्जिलिङ भन्दा पनि दार्जिलिङ अलिक अगाडि एउटा जग्गा गएको थिएँ। हिँड्दै हिँड्दै अलिकति ढिलो भयो। म दार्जिलिङ आइपुग्दा अलिक बेलुका भयो। अन्त म त्यहाँनिर दार्जिलिङ बजार कटिसकेर अलिकति कन्फ्युज भयो त्यो बाटोमा है। अन्त त्यहाँनिर एकजना मान्छेलाई मैले सोध्नुको लागि चाहिँ रोकेको थिएँ। त्यहाँनिर नेटवर्क पनि नहुँदा मैले म्याप पनि चलाउनु नपाउँदा चाहिँ मान्छेलाई सोध्नुको लागि रोकेको। पछाडिबाट पुरा हरेन लगाएको गऱ्यो है गाडीहरूले। त्यति साह्रो नगर्नुहोस् है तपाईँहरू, किनभने कसै बाहिर गाडी आएको छ भने होइन, उसले केही कन्फ्युज भएर सोधेको हुन्छ नि त। अन्त खालै जस्तोहरू हेर्दै जाँदै थियो होइन। त्यो बिचमा चाहिँ फेरि एउटा भगवान् जस्तो दाजु हो हाम्रो दाजु राम्रो हुनुहुँदो रहेछ। एकजना दाजु सिधै आएर अन्त के प्रब्लम भयो भाइ भने होइन। मैले अन्त बाटो अलिकति म यहाँ बाटो कन्फ्युज भएर सोध्नु पऱ्यो भनेको होइन। अन्त उहाँ दाले मलाई एकदम बाटो बताइदिनु भयो राम्रोसँगले। उहाँले सँगै अगाडि 7-8 किलोमिटरसम्म मलाई सँगै लिएर जानुभयो होइन। अन्त उहाँको गाडी नम्बर चाहिँ पछाडिको चाहिँ मैले याद गरेँ, अगाडि चाहिँ आई थिङ्क WB 76 या 78 क्रिस्टा गाडी 1891 हुनुहुन्थ्यो। उहाँ गुरुजी चाहिँ राम्रो हुनुहुँदो रहेछ है। उहाँले मलाई राम्रोसँगले गाइड गरेर बताइदिनु भयो, खुसी लाग्यो। थ्याङ्क यू सो मच उहाँलाई है। अन्त त्यहाँदेखि म यता धोत्रे भन्ने जग्गा आइपुग्दा निकै बेलुका भइसकेको थियो है। अन्त धोत्रे भन्ने जग्गामा आएर म बसेँ। अन्त धोत्रे भन्ने जग्गामा चाहिँ मैले होमस्टेको नाम चाहिँ मैले त्यहाँनिर देखिनँ मैले बाहिर। सायद आई थिङ्क गोपाल होमस्टे हुनसक्छ। एकदम राम्रो हुनुहुँदो रहेछ, उहाँहरू चाहिँ फ्रेन्डली हुनुहुँदो रहेछ है। राम्रो लाग्यो मलाई, घरको खालको ट्रिट गर्यो है। एकदम प्राइस पनि रिजनेबल प्राइस, एकदम मैले सोचेको भन्दा पनि कम्ती लिइदिनु भयो है। म एकदम उहाँहरूलाई हृदयबाट थ्याङ्क यू सो मच भन्न चाहन्छु। अन्त म त्यहाँदेखि आज बिहान कति 9 बजीतिर निक्लेको होला। त्यहाँनिर माथि धोत्रेमा पनि एकदम राम्रो भ्यूहरू रहेछ, मन्दिर गुम्पाहरू रहेछ है। त्यहाँनिर अलिकति दर्शन गरेर कञ्चनजङ्घाको भ्यूहरू राम्रो आउँदो रहेछ। त्यहाँनिर अलिकति फोटोसोटो सुट गरेर म त्यहाँदेखि निक्लेको। अन्त हिँड्दा बाटोमा मैले एउटा गाउँ देखेँ है साथी हो। त्यो गाउँ चाहिँ यो गाउँ हो, त्यो गाउँ देखेँ। अन्त यो गाउँ चाहिँ मैले माथिदेखि नै देखेको, तर मैले एउटा लोकेसन चाहिँ पाइनँ कि। एउटा सानो भिडियो बनाउनु पऱ्यो अथवा फोटो खिच्नु पऱ्यो भनेर सोधेको, लोकेसनै नपाएर ओह्रालो आउँदाखेरि यो लोकेसन चाहिँ एकदम गुड लोकेसन लागेर चाहिँ मैले एउटा भिडियो, तपाईँहरूको लागि पनि हुन्छ मेरो लागि पनि एउटा मेमोरिज हुन्छ भनेर चाहिँ मैले यो भिडियो बनाइरहेको छु। अन्त यो गाउँ चाहिँ मलाई चाहिँ एकदम राम्रो लाग्यो साथी। यो गाउँको नाम के हो मलाई त्यो याद भएन है। यो तपाईँहरूलाई याद छ भने कमेन्ट गर्नु सक्नुहुन्छ है। मेरो कमेन्टमा तपाईँहरूले भन्नु सक्नुहुन्छ यो गाउँको नाम, अथवा तपाईँहरूले यही गाउँकै मान्छेले हेर्नु हुँदैछ भने तपाईँको गाउँ राम्रो रहेछ एकदम यहाँनिर चाहिँ गडले ब्लेस गरेको खालको प्लेस रहेछ है। मलाई चाहिँ यस्तो गाउँहरू चाहिँ पुरा मनपर्छ है। त्यही भएर चाहिँ मैले यहाँनिर 10-15 मिनट भयो है म यहाँ बसेको। मलाई मजा लाग्यो छु, मजा लाग्यो, एकदम मन शान्ति भयो साथी हो। मेरो लागि पनि मैले सानो भिडियो बनाएको। अन्त कस्तो लाग्यो साथी हो तपाईँहरूलाई, राम्रो लाग्यो लागेन के छ है कमेन्ट गर्नु सक्नुहुनेछ। यो गाउँको नेम चाहिँ तपाईँहरूले मेन्सन गरिदिनु होला गाइस। मैले अलिकति कन्फ्युज भयो, गाउँको नामै याद भएन मलाई के हो, तर राम्रो रहेछ। हस् त साथी हो, म अझै यहाँदेखि 1 आवर जस्तो अगाडि ट्राभल गर्नुपर्ने छ। अन्त म यो तपाईँको लागि मेरो लागि पनि मैले भिडियो बनाएँ। अन्त अब म यहाँदेखि ट्राभल गर्नेछु है त गाइस। बाई बाई।